फेरि टेस्ट गर्नुपर्छ दाइ। अनि हामी आउनुभन्दा अगाडि त यसो होला हुनु पर्यो नि त, पिकनिक स्पोटमा छैन त। सरी। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, दिस इज प्रमी राई। मैले चाहिँ युट्युबमा भिडियो हालेको लगभग 1 वर्षै भइसक्यो। अघिल्लो वर्षको सेप्टेम्बरमा मैले माघ फेस्टिभलको युट्युबमा भिडियो राखेको थिएँ। सो आज चाहिँ स्पेसल दिन रहेको छ हाम्रो मिराङ नेपाली समाजको वार्षिक पिकनिक कार्यक्रम, पिकनिक वनभोज कार्यक्रम रहेको छ योपल्ट पनि। सो मनिषा र म चाहिँ अहिले हाम्रो चाहिँ खाना बनाउने जिम्मा रहेको छ। खाना बनाउने भन्दा पनि हेल्पर दाइहरू हुनुहुन्छ, दाइ दिदीहरूले चाहिँ खाना बनाउनुहुन्छ, हामी चाहिँ घरकालको गर्ने काम गरिदिनु पर्ने। सो त्यसैको लागि म आज पिकनिकको लागि भ्लग बनाउँदैछु आफ्टर 1 इयर लङ, धेरै नै लङ टाइम भयो। सो स्टे ट्युन, हामीलाई चाहिँ दाइहरू लिन आउँदै हुनुहुन्छ। हामी नेपाली सिक्दामा गएर खाना बनाउनु पर्ने छ आज। सो स्टे ट्युन, हाम्रो मिराङ नेपाली समाजको वनभोज कार्यक्रम कस्तो हुन्छ त हजुरहरूले एकछिन पछाडि देख्नुहुँदैछ। सो खाना बनाएर चाहिँ हामी लगभग 1 बजीतिर चाहिँ पिकनिक स्पटमा पुग्छौँ। सो स्टे ट्युन गाइज, कतै नजानु होला है त। कसो मलाई आइज यहाँ वेट गर्ने सिउमा जाने अनि तर मैले उसको अपारकै दिएको छु नि त। कहिलेकाहीँ सजिलो हुन्छ नि त अपार देख्नुभयो भने, कहिलेकाहीँ यसो हामीलाई लिन आउनु भयो भने। यतिर नम्बर साथीहरू, यहाँ चाहिँ पकाउने कार्यक्रम हुँदैछ। हाम्रो हेड सेफ चाहिँ उहाँ हुनुहुन्छ, टुप्पीवाला दाइ चाहिँ हाम्रो हेड सेफ हो। फेरि टेस्ट गर्नुपर्छ दाइ। हाम्रो दाइहरू हुनुहुन्छ, यहाँ दिदी हुनुहुन्छ है। यहाँ चिकन रोस्ट तयार हुँदैछ। रोस्टवाला दाजु, हेलो दाजु, हेलो दिदी, कस्तो फिल भइरहेछ तपाईँलाई? आमा हठात भइरहेछ अरे हो गर्मीले। खाना बनाएर भाइ अब हामी जान लागेको घरमा गएर रेडी भएर हामीलाई दाइले पुऱ्याइदिनुहुन्छ घरसम्म। अनि त्यस पछाडि जान्छौँ राम्रै भएर। हामी कहाँ जाने रे, कहाँ जाने भने पिकनिक जाने हो। गर्मीले आवाजै आएन, कस्तो धेरै गर्मी छ आज यार। हाम्रो केटी ग्याङहरूलाई रेडी भएर बसिरहेको छौँ। म अब ट्याक्सी कुरेर 4 जनालाई मात्र लान्छ एउटा ट्याक्सीमा। 5 जना छौँ हामी। 5 जनालाई अब आँखा झिम्काएर, यसरी आँखा झिम्काएर, मलाई गोजीमा होइन आँखा झिम्काउने क्या, आँखा आँखा झिम्काएर हामी 5 जना लग्नु न भनेर रिक्वेस्ट गर्ने भनेको। हेरौँ अब, नभए मनी सरको ट्याक्सीमा आउँछ अरे होइन। कस्तो कालो आएको अन्त हामी त उजेली छौँ त हौ। हेर आइज यतापट्टि उज्यालो आउँछ। ए होइन रहेछ। ए ल गाइजहरू, हामी हाम्रो पिकनिक स्पटमा आइपुग्यौँ होइन। मेरो 4 जना मित्रहरू चाहिँ लजाएर के गर्नु र नयाँ बहिनीहरू चाहिँ लजाएर छन् 2 जना। लाज किन बाबा भनेको, त्यही पनि लजाएर छन्। एकछिन पछाडि डान्स गरेपछि लाज हट्छ। भोकले पनि होला, बिहानदेखि केही नखाएर। यो 2टा चाहिँ किन लजाएको होला नि, पुरानो बहिनीहरू। हिन्दी मलाई चाहिँ भोक लाग्यो, यहाँ लागिरहेछ। हामी त्यत्रो त खाएन तैँले, चना काटी त खाएको खाना त। ल हाम्रो पिकनिक स्पोट चाहिँ यही हो गाइज। हरियाली छाइरहेछ अहिले, घाम लागेर चाहिँ खै कस्तो देखिरहेको छ थाहा छैन। अब खै गीत सित छैन त। अनि हामी 9 बजीसम्म गीतै नबज्नु हो क्या हो। काजु किन खाइस, एनर्जी लस भएर नि हौ। अनि ल दाइहरू नमस्ते नमस्ते। अनि हामी आउनुभन्दा अगाडि त यसो होला हुनु पर्यो नि त, पिकनिक स्पोटमा छैन त। अब नाच्नुपर्छ है त। कसलाई गीत बजा, खै चिन्दैन त कोही पनि देखिन। त्यही पनि हाई हेलो 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 पिकनिक। ए हाम्रो खाजा यहाँ वितरण हुँदो रहेछ। नमस्ते दाइ। ए दिदी यहाँ खाजा बाँड्दै हुनुहुन्छ हाम्रो प्रीति दिदी।
पिकनिक आउनु बित्तिकै खाजा खानु पाउने भाग्यमानी उहाँहरू हुनुहुन्छ है। चना अघि भर्खर हामी 5 जनाले बनाएको चना सेल म्युजिकल चेयर हैन यो गेम खेलेर त्यस पछाडि हामी केटी पनि पालाउँदैछ है तल हेर्नुपर्छ रमाइलो हुन्छ ल रमाइलो दाइको नाम के भरे क्याप्टन दाइको नाम बिर्स्यो हौ एकजना दाइ समुदाय दाइ हेलो समुदाय उहाँले गर्नु भएको निर्णय हुनेछ। दिदी यो घैँटो हो ए म त सोचे त्यो माटोको घैँटो हुन्छ भनेर ए त्यो फुट्नु पर्यो लाग्नु पर्यो हैन हाम्रो माटोको घैँटो चाहिँ यहाँ चाहिँ यो कार्टुनको घैँटो रहेछ कोरियामा चाहिँ माटोको घैँटो नपाएर कार्टुनको घैँटो है त लगाइस अब हेर्नु कसले पुराउनु हुन्छ ल हाम्रो भाइ त होला सिधा राख्नु पर्छ सिधा ला टाउको चाहिँ फुटा त्यसो गर्न मिलेन त टाउको चाहिँ फुटा छ त यार हेरौ सबैजनाले ओके सरी कस्तो फिल भइरहेछ रक एन्ड चियर हुटिङ गर्दैन होला हुटिङ म गएर फुटाइदिन का एकैचोटीमा आफै हेरेर पाइदैन नि अगाडि गइराख्नु एकदम राइट लेमा गइराख्नु कन्फिडेन्स हो क्या एउटा हातले आजको घैँटो फुटाउने काममा मान्छेको टाउको चाहिँ फुटाउँछ जस्तो मान्छेहरूले घैँटो एकातिर मान्छे एकातिर भन्ने म्युजिक बजाउनु मन लाग्यो आयो मरे भन्दा टाउको जोगाम टाउको जोगाम टाउको जोगाम ला 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 ला
के लाग्छ तपाईलाई यो फुट्छ होला फुट्दैन फुट्दैन यो फुट्यो ल फुट्यो कि के हो दिदी तपाईँ आइपुग्नु भयो भर्खरै फुटेन आफूले त बहुतै खतरा लगाएको हो तर फुट्छ जस्तो चाहिँ छैन फुट्छ क्या ल ल ल यतिको कन्फिडेन्स हुनुपर्छ लाइफमा कन्फिडेन्स त खतरा है भयो के भयो कति घुमाएको नि भयो 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 अब हामीले केटीहरूले चाहिँ फुटाउँछ अरे फुटाउनु पर्छ है 1 2 3 4 5 6 7 जनाले एकजनाले चाहिँ फुटाउनु पर्यो है मनिषाको चाहिँ एकदम धेरै आश लागेको छ हेरौँ है त मनिषा क्याथरिन रिनासँग त भङ भेट हुँदैछ यार फुटाउनु पर्छ है यो फुटेको हो कि होइन फुटा हो है फुटा हो एकदम धेरै क्लोज थियो है यो चाहिँ कस्तो फुट्टाले लागेर त्यो लट्ठीले चाहिँ नलागेको भएर क्लोज 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 भेरी क्लोज है फुट्छ कि के फुट्छ कि के ल ल ल ल ल ल यस फाइनली 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 ल ब्रो प्रकाशले कस्तो पाउनु भएको छ हजुर हाम्रो एकछिन पोज पनि हुनुहुन्छ है फुटेको यता 3 बल यता 3 बल त मनिषा ल नाक राख्ने नाक राखिसो मेरो पनि क्या ल 1 2 3 चोटी हो अब यता पनि अबि के हो यो स्ट्रेट यता हो स्ट्रेट ल गो मनिषा फुटायो मनिषा चाहिँ फुटाउन सक्छ के बाङ्गो गइहाल्यो नि लेफ्ट आजको हाम्रो हेडसेप दाइले खाना पस्किँदै हुनुहुन्छ दाइ यो भाडो कसको लागि दिदी खाइसक्नुहुन्छ पुलो चाहिँ दामी बनाएर रहेछ अब टेस्ट चाहिँ गरेर म भन्छु अरे क्या खाना बाँडेर लगभग भ्याइयो मैले खाना
तिम्रो नाम के हो? नाम मन्जु। मन्जुले के बुझ्यो तिमीले? चिकन रोस्ट वाली। हाम्रो प्यारी पिडी दिदी हुनुहुन्छ अचार वाली। तपाईँ के वाली हो? सालाड वाली। अन्जुली प्रन वाली। अनि मनिषाले खाना मान्नु म त भिडियो बनाउन बिर्सी भएर ल। हेलो 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 ल अब हाम्रो दाइहरूको हातबाट थोरै धन्यवाद। दिदी मलाई हालिदिनु तपाईँ पनि मलाई हालिदिनु ल। बल्ल हाम्रो खाना खाने पाला है अब। फाइनली हाम्रो टिमको खाना खाइँदैछ है। नमस्ते। कस्तो रहेछ त खाना दिदी? दिदी रिभ्यू ल मिठो गरी खानुहोस्। माली तुसे ए हामी त नेपाली बिर्सेछु। धेरै खानुहोस्, मिठो गरी खानुहोस् भन्दै म पनि खानु। दाइले गजल भन्दै हुन्छ अघि नसुनेर हाम्रो लागि स्पेसल अरे। ल दाइ सुनौँ न त। वाह 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 गाह्रो छ यार। सुध्रिन खोज्छु सुध्रिन गाह्रो छ यार। वाह 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 ताली जाओस् न त ताली। सुध्रिन खोज्छु सुध्रिन गाह्रो छ यार। ओहो हो हो एउटालाई के छ मात्रै के भनेको थिएँ चप्पल उठाइ झटारो हानी गाह्रो छ यार। ल धन्यवाद दाइ। आयो धेरै धेरै धन्यवाद छ। आए गरिहालेछ। हस् 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 हजुर हुन्छ। ताली ताली सबैजनाले। र यसै गरी महिला तर्फको म्युजिकल चेयरको प्रथम स्थान हुनुहुन्थ्यो कल्पना काप्ने पोखरेलज्यू। आफ्नो गरिदिनु होला। ताली बजाउनु होला ताली सबैजनाले। हामीलाई गीत गाएर हामीलाई रमाइलो गराउनु भयो थियो उहाँलाई जोरदार ताली दिनु होला। ताली बजाउन हो भएन? ताली बजाउन फ्री फ्री ताली बजाउन सक्नु छोटो हो क्या हो पैसा लाग्दैन ताली बजाउन। भएको बुढाइमा जोरदार ताली उहाँलाई। खोइ त ताली स्वर भाषियो यार आइज। बधाई हो बधाई। भिडियो अनबक्सिङ हुँदैछ भिडियो रे। फोटोकपीलाई नेपालीमा के भनिन्छ? सुगा हामीदा विशेष धन्यवाद ज्ञापन गरिदिनु होला। अब गाना बजाएर नाच्नु होला र यहाँ समय सकिएपछि आफ्नो गन्तव्यमा लाग्नु होला। अन्तिम बिदाई सरी आजको लागि बिदाई। हेलो बाई। तपाईँ चाहिँ कता बाई भाइ यता आउनु न। तपाईँ हाम्रो टिम हो क्या?
उहाँ चाहिँ हाम्रो फुटबल कोच हुनुहुन्छ हजुरको शुभ नाम मेरो ताङसाङ वनेम ताङसाङ वनेम वनेम लिम्बू ल उहाँ चाहिँ हाम्रो फुटबल टिमको कोच हुनुहुन्छ धेरै धेरै धन्यवाद छ हजुर पिकनिक मारेर रमाइलो गरिदिनु भयो भन्दै मेरो 2 शब्द यही टुङ्गाउन चाहन्छु धन्यवाद कताबाट यसले बन्द गर्ने हो ओहो हजुर हजुर मलाई भन्नुभएको ए हस् हाम्रो दाइको नाम के हो मेरो भाइ म त भाइ हो ए भाइको नाम के हो भाइको लामा हजुर उहाँ चाहिँ लामा हुनुहुन्छ हस् त धन्यवाद हस् धन्यवाद धन्यवाद ल आजको दिन अब अन्तिम तर्फ लागिरहेको छौँ हामी भाडामा हाम्रो भाडामा चाहिँ टिम है दाजु दिनु दाइ भाडामा चाहिँ टिम हेलो भनिदिनु त हेलो हेलो मेरो स्वर भाष्य भाडामा चाहिँ तिमी हेलो भन्नु भने धीरेन दाइलाई म मार्दिन्छु हाम्रो हेडसेप बिहानको अब चाहिँ भाडामा चाहिँ हेडसेप है यहाँ छ स्पिकर त यहाँ छ स्पिकर ल कस्तो फिल भइरहेछ आमा हो कि क्या हो सुहाउने रहेछ हो यस्तो काममा तिमीलाई त दाजुहरू दिदीहरू उता हुनुहुन्छ अनि यता हुनुहुन्छ अनि यता पनि हुनुहुन्छ दाइहरू भाडामाझी कार्यक्रम लगभग सकिसकेको छ भाडामाझी सकेर ब्याक टु होम अब यस्तो थाक्यो है दिदी अब घर गएर के गर्यो मोमो खाएर अब घर गएर चिज ए अँ साँच्ची त हामीलाई यहाँ पुऱ्याइदिने कार रहेछ देख्नु बिर्सेछ हाम्रो दाइको कार हाम्रो कुन चाहिँ दाइको कार हो ए उहाँ दाइको कार उहाँ दाइले पुऱ्याइदिनुहुन्छ अरे हामी 3 जनालाई चाहिँ अब घर गएर चिज पानी नुहाएर झ्याप्पो सुत्ने हो अब भोक लागेको छैन ल दाइहरू पनि राम्रोसँग जानु होला पठाएको एड्रेसमा उहाँ अगाडि बस्ने बहिनीलाई छोड्नु अनि बाँकी चाहिँ 250 को बाट युटर्न गर्ने ठाउँको अगाडि अपार्टमेन्टमा उहाँ बहिनी हुनुहुन्छ ल दाइहरू पनि राम्रोसँग जानु होला है त हस् म त यही छु कता कहाँ जानु ए हो हस् आयो बाइ ए ल त्यत्रोजना मान्छेको भिडबाट अब लास्टमा भयो मनिसेर म भिकी बिल्ली नुन खाएको कुखुरा जस्तो झोक्रेर अब घर गएर सुत्ने काम छ खाना बनाइँदैन हेर्नु अब भोलि रामेन खाएर बाँच्ने हो बिहान बिहान दिउँसो पनि बिहान पनि 9 बजी पनि रामेन अन्डा खाने दिउँसो पनि रामेन अन्डा खाने अब खाना बनाउन सकिँदैन त्यति धेरै शक्ति चाहिँ हामीलाई हाम्रो शक्ति चाहिँ छैन होइन अब मिलाएर बुझ्नु राम्रोसँग बोल्न आएन होइन बोल्न बिर्सेछु ल आजको लागि चाहिँ यति नै भन्दै हाम्रो यहाँसम्मको साथको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यसरी नै राम्रो राम्रो भिडियोहरू ल्याउने प्रयास गरिरहनेछौँ हामी कृपया साथ दिइरहनु होला तपाईँहरू पनि भन्दै हाम्रो 2 शब्द यही टिङ्गन चाहन्छौँ आजको लागि बाई हस्त स्वास्थ्य व्यस्त अनि ब्युटिफुल ह्यान्डसम मस्त रहनु होला ल बाई गर्दै यताबाट उज्यालोमा बाई वी लभ यु